नमस्ते साथीहरू। आज म तपाईहरुको लागि एउटा छोटो मार्मिक कथा लिएर आइपुगेको छु। कृपया अन्तिमसम्म यो भिडियो हेर्ने प्रयास गर्नुहोला। कथा अब सुरु हुन्छ। एक दिन आमा निकै बिमारी हुनुभयो। घरमा पैसा थिएन। औषधि ल्याउने बाटो पनि कतै थिएन। र मसँग भएको पुरानो मोबाइल बेचेर आमाको लागि औषधि लिएर आएँ। औषधि खाएपछि आमाले हल्का सहज महसुस गर्नुभयो। राति निदाउँदै भन्नुभयो, मेरो लागि तसँग भएको एउटा मोबाइल पनि बेचिस्। अब तेरो मन कहाँ बुझ्छ बाबु भनेर। आमा खुसी भएको र सन्चो भएको देखेर मैले खुसी हुँदै आमाको हात समात्दै भने, जब तपाईँ हुनुहुन्छ संसार त्यसै रमाइलो छ, मोबाइल बिना पनि। मेरो कुरो सुनेर आमा त्यो रात झन् एकदमै भावुक हुनुभयो। साथीहरू, जीवनमा कहिलेकाहीँ सानो बलिदानले पनि ठुलो मायाको मूल्य सम्झना गराइदिँदो रहेछ। तपाईहरूले पनि आफ्नो आमा बुबालाई माया गर्नुहोला, कहिले पनि घृणा नगर्नुहोला। आमा बुबा भनेको भगवान हुन्, यो कुरो बुझ्नुहोला। कस्तो लाग्यो कथा? जस्ताको तस्तै कमेन्ट बक्समा प्रतिक्रिया दिनुहोला र तपाईहरूलाई यदि यो कथा मन पर्यो भने सेयर गरिदिनुहोला। धेरैभन्दा धेरै साथीहरूसँग पुर्याइदिनुहोला। ओके, थ्याङ्क यू सो मच।